सो हेलो गाइज, वेलकम ब्याक इन माई न्यू ब्लग। र आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ होइन। र आजको ब्लगमा चाहिँ म हटाउँदै बसिरहेको थिएँ। दुईजना मान्छे आयो कि होइन, दुईजना मान्छे आयो, ल्याङ हान्यो क्या मलाई, ल्याङ हान्यो होइन। बाइक के होस् भन्नु, मलाई हल्का रिसिरहेको थियो, टाउको धोइरहेको थिएँ होइन। हल्का जाडो पनि भइरहेको थियो। र मैले भाइ धेरै न्यु नखोज भनेको सबैभन्दा सुरुमा चाहिँ मेरो भ्लग चाहिँ धेरै दिनचोटि आएको हो। ल्याङ हान्यो मलाई, ल्याङ हानेपछि मैले ल्या भनेर भाइ एक दिएको होइन, दुईजना लडिरहेको छ। म तपाईँलाई देखाउँछु गाइज, त्यस्तै हो। अब देखाउँछु त्योभन्दा अगाडि चाहिँ मैले कपाल यत्रो बनाएको छु, त्यत्रो महिना पछाडि हेर्न सक्नुहुन्छ होइन। आम्मामा। सो गाइज, हामीले चाहिँ जिम गर्न छोडिदियौँ किनकि मेरो बडी धेरै ठुलो भएर भन्दा नमिलो अल्छी लाग्यो अनि जान छोड्थ्यौँ। त्यतिखेर मैले कपाल यत्रो बनाएको हेर्न सक्नुहुन्छ। लगभग कति भयो भ्लग हालेको मैले होइन। अब चाहिँ भ्लग आउँछ भन्दा पनि अब 1-2 वर्ष पछाडि आउँछ अर्को भ्लग। सो गाइज, अब चाहिँ म तपाईँलाई देखाउँछु। यो चाहिँ मेरो रुम हो होइन। अब म तपाईँलाई देखाउँछु मैले त मान्छेको हालत के गर्दै ल हेर्न सक्नुहुन्छ। एउटा मैले यहाँ कुटेर यस्तो बनाइदिएको छु, यसलाई मैले मारिदिएको छु भाइ हो। सो यसलाई चाहिँ मैले कुटेँ, डरो हाने होइन। यसको टाउको फेटा बनाएर मैले मारिदिइरहेको छु होइन गाइस। अर्को चाहिँ यहाँ छ, यसलाई चाहिँ हल्का कुट्यो भने धेरै कुटिनँ होइन। अनि हाम्रो घरमा छिमेकीमा घर बनिँदैछ, अनि यता पर छिमेकीमा नहर बनिँदैछ। यसलाई चाहिँ मैले यस्तो ड्याम हालेर यसलाई मैले मारिदिएँ। यसलाई मारिदिएको भनेको। सो गाइस, म चाहिँ यसलाई मारिदिएको छु होइन। यो चाहिँ धेरै नै खोजिरहेको थियो अघिदेखि। सो अब यो हल्का अब झिकाउँछ भनेर यहाँ मम्मीले हम्किँदै हुनुहुन्छ। मैले यसलाई मारिदिइसकेँ होइन, हेर्न सक्नुहुन्छ। यो अहिले मृत्यु अवस्थामा छ। अनि अरूलाई चाहिँ मैले हल्का कुटेर मात्रै गरेको होइन। यहाँ पर उता पुलिस आउँदैछन्, पुलिस उहाँ चाहिँ पुलिस हो, हिरो पुलिस। अनि गाइस हेर्न सक्छ मसँग एउटा छ कुकुर छ। सो उहाँ चाहिँ पुलिस हो, पुलिसहरू आएका थिए होइन। उहाँ पनि पुलिस हो, उहाँ पनि पुलिस हो। सोध्दैछ नि मान्छेलाई किन मारेको भनेर होइन। उहाँबाट आएको थियो अनि त्यसलाई मेरो छोरा ड्याम हानेर मारिदियो भन्दै हुन्छ बाबाले होइन। त्यहाँ हेर्न सक्नुहुन्छ पुलिसहरू। त्यहाँ पुलिसहरू थियो, बिच्चाको इन्सपेक्टर हो, बिच्चाको बाबु चाहिँ इन्सपेक्टर हो होइन। ऊ चाहिँ इन्सपेक्टर, अगाडि डिएसपी, पछाडिको हवलदार होइन। खोइ मेरो बिला मिमी आइज। सो मसँग चाहिँ एउटा कुकुर मिमी आइज। ओ मान्छे खान्छस् ऊ जागर खा। सो यो चाहिँ मान्छे खान गयो। यसलाई चाहिँ मैले बिस्तारै हानेर यो चाहिँ सुतिरहेको छ, जस खाइदिएछ। यसलाई चाहिँ मैले मारिदिएको, मैले मारिदिएको